छुटोस् न जसलाई हेरो उही नजिक लाग्छ मलाई फिदा अब गफगाफ नगरेर पञ्चे बाजा सिधा अस्मितालाई सँगै हिँड्दा शक्तिको नै भर छ शक्तिलाई भने उता गर्लफ्रेन्ड यतै आउँछ भन्ने डर छ हामी बिरुवा हौ हामी बिरुवालाई जोगाइदिनुहोस् हामी बिरुवालाई पानी हालिदिनुहोस् हामी पनि तपाईँ जस्तै बनेर एउटा तपाईँको विरासत जोगाउन चाहन्छौँ समाजमा। हेलो नमस्ते अल वेलकम टु अल माई भ्लग। सो आज राइट नाउ म आज चितवनमा छु र चितवनमा आज विशेष छ के छ भन्दाखेरि आज सन्तोष देउता हाम्रो सन्तोष दाईको प्यारो दाईको आज बाबु अनुभवको आज व्रतबन्ध छ र त्यो व्रतबन्ध एकदमै आज एकदम धुमधाम चलिरहेछ उतातिर होइन। अब यसै बिचमा आज अब सबैजना आज एकै ठाउँमा पनि भइरहेछ है हामी सबैजना है एकदमै अब यो यता फेरि फोटो खिच्ने कार्यक्रम भइरहेछ है धमाधम। यहाँको माहौल यस्तो छ हाम्रो भोजरा सरले अब यहाँ उद्घाटन गर्दै हुनुहुन्छ डान्सिङ उद्घाटन गर्दै हुनुहुन्छ है। ल ल ल अगाडि बढौँ। आज विशेष कहिलेकाहीँ मात्रै नभइकन टिभीमा मोबाइलमा देखिने हुने मिडियाका सहकर्मी मित्रहरूको पनि आगमन भएको छ। यहाँ सबैको नाम लिनुपर्ने आवश्यकता छैन। सबैजना आज यो बाबुलाई शुभ आशीर्वाद दिनको लागि आउनुभएको छ। भोजराज सर सबभन्दा अग्लो हुनुहुन्छ त्यसमध्येको, उहाँले सेल्फीमा जोड दिइराख्नु भएको छ भने आउनुहोस् अब नाच्नपट्टि नै लाग्नेछौँ हामी। दोहोरी गाउनेको छ हजुरले गाउनुहुन्छ नि दोहोरी त हजुरले गाउनुहुन्छ। लौरी तितेको थाहा पाइन दाइ मैले जोबान बितेको हे गाउँ भरि हालिरा हो चली छ मलाई मन परेकी हो डल्ली छ लौरी तिते पाइन हो दाइ मैले जोबान बिते।
क्षणमा आज हामी भेला भएका छौँ। म के चाहन्छु भने थोरै पछाडिपट्टि हुनुभएका आफन्तहरू पाहुनाहरूले केही पनि देख्नु भएको छैन, गुनासो राख्नु भएको छ। त्यही भएर साइडमा बसेर सबैले हेर्न पाउने, सबैले हेर्न मिल्ने चाहिँ माहौल मिलाउनको लागि म चाहन्छु। अहिले इन्द्रणीका चर्चित कृष्ण कणेल दाई पनि पाल्नु भएको छ। सर्वप्रथम त हाम्रो आदरणीय दाई सन्तोष दाईको छोरा आज उहाँको व्रतबन्धन कार्यक्रम छ। यहाँ हामी उपस्थित छौँ, नाच्दैछौँ, गाउँदैछौँ, रमाउँदै पनि छौँ होइन। अब पक्कै पनि अब एकैछिन पछाडि हाम्रो पनि त्यहाँ टिका लगाउने पालो आउँदैछ होला। अहिले आफन्तीहरू घर परिवारका सदस्यहरूले टिका लगाउने कार्यक्रम अगाडि बढिरहेको छ। यसैबीच इन्द्रणीका चर्चित सञ्चालक आदरणीय दाई कृष्ण कणेल दाईको पनि आगमन भएको छ। त्यसै गरी हाम्रा सम्पूर्ण युट्युबर साथीहरू, पत्रकार साथीहरू होइन, उहाँहरूको पनि आगमन छ। चर्चित पत्रकार हाम्रा आदरणीय मित्र कमल सरगम पनि हुनुहुन्छ, जीवन पाण्डे हुनुहुन्छ। त्यसै गरी नेपाल अपडेटबाट मोहन बस्नेत पनि हुनुहुन्छ, युवामन नेपालबाट किशोर श्रेष्ठजी पनि हुनुहुन्छ। हामी सबैजनाको यहाँ सहभागिता रहेको छ। गोपी सरकार जानुभयो आर्टिस्ट खबरबाट, रवि दाई पनि हुनुहुन्छ होइन। सबैजनाको यहाँ जमघट छ, रमाइलो माहौल छ। अब नाचगानलाई अगाडि बढाउँछ। सबैभन्दा पहिला त यो बाजा बजाउने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। नाच्ने दिदीबहिनीहरू सबैलाई धेरै धेरै धन्यवाद। कति उत्कृष्ट नाच छ। अझ मलाई मन परेको उहाँहरूको के भने नाचिसकेपछि हात ढोकिदिनु हुँदैछ छुट्टिने बेला। एकदमै एकदमै मन परेको त्यो चाहिँ होइन। उहाँहरूको संस्कारप्रति म प्रभावित भएँ। सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हामी नाचगान कार्यक्रममा अगाडि बढाउँछ है। धेरै ठाउँबाट बहिनीहरू एकदम कलाकार बनाउनका लिएर जानु भएको छ। आज यही मध्येबाट लैजाम जस्तो भएको छैन। तपाईँको टुप्पी मैले होइन, तपाईँलाई चाहिँ उहाँहरूले लानुहुन्छ जस्तो छ। चाहिनु पर्ने उ ल बाँध्नु चुल्टो बाँध्ने कार्यक्रम नछुटोस् न। तपाईँको पनि आँखै फुटेको रहेछ के 45 वर्षको वृद्ध। 48 वर्षको प्रिय भाइ सन्तोष देउजाको यो सुखद कार्यक्रममा नेपालका अहिलेका सामाजिक सञ्जालका अति प्रिय व्यक्तित्वहरू सबै आउनु भएको रहेछ। यहाँहरू सबैलाई धेरै धन्यवाद। कमल देखाएको छु, यहाँ मोहन बस्नेत भाइ, भोजराज थापा त कार्यक्रम सञ्चालकै हुनुभएको छ आजको, लगायत आर्टिस्ट खबरको गोपीजी लगायत जति पनि आउनु भएको छ। हाम्रो अर्जुन भुषाल त यहाँको किशोर भाइ, सबैलाई धेरै धन्यवाद छ। तर भरतपुर जताततै पिच गरे हुँदा एकछिन हराउँदो रहेछ मान्छे। धेरै हेरेर आयो नि त। अनि कमल सरगम यो बेलुका आएर सुत्या हो कि अहिले भर्खरै साथीहरू बिहान आउनुभएको छ। हामी पनि बिहान त बिहान साढे बिहान आयो। धेरै धेरै धन्यवाद छ। अब सबैजना इन्जोय हुनको लागि आउनु भएको छ होइन। आज पनि हामीले क्यामेरा लिएर आज पनि गीत सुनाएर दुःख दिनुभन्दा मजाले ट्र्याकमा झ्याम झ्याम नाच्छौँ होइन। मोहन भाइ कति ह्यान्डसम भएछ भनेर मोहनको लिएर हेर्नुहोस् त। एकदम पञ्चे बाजा त यहाँको नम्बर 1 नै हो नि। नमस्कार। सन्तोष भाइको घरमा हामी आइपुगेका छौँ आज। नम्बर 1 छ भरतपुरको टक्क पञ्चे बाजा। हेर्नुहोस् यता ढोलकी छ, यतातिर सनै बहिनीहरूले गीत गाउँदा गुन्जायमान हुन्छ छनै। सन्तोष भाइले ताली ठोक्दा भोजराजको वावा जानी, सबजनाका क्यामेरा छन् सन्देश ठाउँ ठाउँ लाने। जसलाई हेरो उही नजिक लाग्छ मलाई फिदा, अब गफगाफ नगरेर पञ्चे बाजा सिधा।
होइन तर्खम देखिनु भएको छ। अनि दिदी नमस्कार, हजुरको नाम के हो? इन्द्राणीको मनमाया र चितवनको धनमाया उष्ट एउटा गीत गाइदिनुहोस् न त। नजिकै लानु है, मुखमा नजिकै लानु ल। मुखैनिर कृष्ण कणेलज्यू आउनु भो रमाउँदै, आउनु भो रमाउँदै, दिनु भयो माइग्नी समाउँदै गयो जौवाना। कि मायाले भो भना, कि मायाले भो भना, सुर्ती मार्दै मार्दै गयो जौवाना, सुर्ती मार्दै मार्दै गयो जौवाना। हामी बिरुवा हौ, हामी बिरुवालाई जोगाइदिनुहोस्, हामी बिरुवालाई पानी हालिदिनुहोस्। हामी पनि तपाईँ जस्तै बनेर एउटा तपाईँको विरासत जोगाउन चाहन्छौँ समाजमा। बजराजीले गरिरहेको कर्म आफैमा उदाहरणीय छ। परिवारप्रति सम्मान छ। बाबु अनुभवलाई झन् उत्साह उमङ्ग थपियोस्। हाम्रा कर्म संस्कृतिले उसलाई थप ऊर्जा दिएर साँच्चीकै भोलिको एउटा गर्व गर्न लायक एउटा छोरा बन्न सकुन्। हाम्रो बहिनी होइन ओर म त गतियार कमले पनि हो त जोरदार ताली। हामी माइती धेरै छौँ। आज हामी अघि पनि रमाइलो गरियो। अब भेरी इन्ट्रेस्टिङ पार्ट भोजराज भाइले कति गाउनुहुन्छ भन्ने अस्ति थाहा भइसक्यो। हो कि अस्मिता डल्लाकोटी बहिनी अत्यन्तै प्रिय संसारकर्मी कलाकार समाजसेवी हाम्रो शक्ति गोदार त्यहाँका बिचमा आजको यो हाम्रो अनुभवलाई सम्मान गर्दै
आज यो देउजा परिवारमा छाएको उल्लासमा यहाँका तमाम आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई अति उत्कृष्ट पञ्चेबाजाको साथमा फेरि यहाँ धमिका मच्चिन्छ अझै पहिलोचोटि। यहाँ गएपछि नेपाल हल्लिने अस्मिता दर्लाकोटी शक्ति गोदार मान्छे एन्सम चट्ट आँखा चस्मा छिट्टो अब गाउनुपर्छ सँगै जामला बसमा है। एकदम अस्मिता बहिनीलाई हार्दिक हार्दिक स्वागत छ। एकदम जयसाप पनि हामी बहिनी ज्वाइँले गाएपछि दाइले गीत गाउँछ, बहिनी ज्वाइँले गाएपछि दाइले गीत गाउँछ, मैले गाएँ भुद्रालाई नि गाउँ गाउँ लाउँछ। माझी दाई पोखरा फेवा तालको लामाया साँच्चैको नलाम्बो ख्यालका लामाया साँच्चैको नलाम्बो। काट्ने गाए भिमल सोत्तर काट्ने रहनी हुन्छ के हुन्न घाँस काट्ने गाए भिमल सोत्तर काट्ने रहनी एकैचोटि आउनु पर्यो मेरो प्यारी बहिनी माझी दाइ पोखरा फेवा तालको रामया साथीको नलाम्बो ख्याल ख्याल। कस्तो मलाई भने त्यस्तै लायो हजुरलाई लायो कस्तो यी दुई भाइले नाचेका छन् राजे समाल जस्तो पोखरा फेवा तालको लामया साँच्चीको नलाम्बो ख्यालका। जुत्ता भने उस्तै उस्ता पाइन्ट फरक फरक हे जुत्ता भने उस्तै उस्ता पाइन्ट फरक फरक यी दुई भाइले नाच्दाखेरि ज्यानै करक मरक माझी दाइ पोखरा फेवा तालको।
फर्की फर्की दर्शकहरूले यी चारको नाच हेरे फर्की फर्की मेरी बहिनी छँदा छँदै नहेर्नु सै अर्की माझी दाई पोखरा फेवा तालको लामाया साँच्चीको नलाम्बो ख्याल ख्यालको सुध्री हाल्लान उनी सँगै दुईटा नाचेपछि मौवा छझै हुने माझी दाई पोखरा फेवा तालको लामाया साँच्चीको नलाम्बो ख्याल ख्यालको अस्मितालाई सँगै हिँड्दा शक्तिको नै भर छ अस्मितालाई सँगै हिँड्दा शक्तिको नै भर छ शक्तिलाई भने उता गर्लफ्रेन्ड यतै आउँछ भन्ने डर छ माझी दाई पोखरा फेवा तालको
भाउजूले मार्न ल भाउजूले